मेरो फुलबारी मेरो बहिनी। अब म लसुन उखाल्नु लागे है त। हेर्नु है त साथीहरू, मेरो त लसुन छैन यसपालि त। यस्तो हालत बनाइदिएको छ कुखुराले, यस्तो हालत बनाइदिएको छ है। यस्तै भए पनि के गर्नु, माया लाग्छ आफूले गरेको मेहनत गरेको यस्तो बनाइदिएको छ। त्यही पनि अब म उखाल्छु। हो त्यो बारमा यता हो त्यो प्लान भएको हो त्यहाँ मैले देखिरहेको छु यहीँबाट। यो म उभिएर सिधा हो यसरी गरेर राखेको छु क्या। हे भगवान्, हौ त हातले छुको सिधा हेर्न मासतिर। यस्तो पनि हुँदो रहेछ मान्छे, सिधा मासतिर यसरी राखेको छु क्या, यसरी हो त्यहाँनिर, हो त्यहाँ ल हो त्यहाँनिर। मिन्टु आऊ आउने आऊ आऊ यहाँ। अङ्गुरको मासुमा पल्केर हो, घरिघरि आउँछौ ढल्केर हो। कस्तो यो गान्टै नलागेको हौ। बोट चाहिँ फेरि कस्तो दामी दामी, बोट चाहिँ कस्तो दामी दामी, गान्टै नलागेको क्या। मैले यहाँ एउटा कहाँ हराइ पठाएँ क्या, पुरुको उखालेको थिएँ। यदि उखालेको थिएँ मैले, यो के भन्छ अरे, कस्तो हौ नाम पनि आउँदैन, रिस उठ्ने। यो लसुनको एउटा यहाँनिर चुलाको न, यो चाहिँ निस्क्यो। ए होइन, यो चाहिँ निस्क्यो। यसको कहाँ मैले हालिपठाएँ क्या त्यहाँ, तर मैले चाहेपछि चाहे क्या, यहाँ म खोज्छु क्या। यतिमै हो क्या, कति कहाँनिर हो। मैले यहाँनिर एउटा हराइ पठाएँ क्या, हरायो हौ। भेटी गयो नि उषा। यतिले पनि एक छाक जान्छ पो त। हामीले किनेर खानुपर्छ म त। ओइ अनि मेरो पनि पोहोर कत्रो परारको साल कि पोहोर फलेको थियो त नि। यत्रो सबै बोट चाहिँ क्या नि। यो चाहिँ के भन्छ अरे, घाँटी हेरेर हार निल्नु भन्छ नि, तर यो छैन त्यो भन्नै लाग्यो भएन यहाँ। होइन हौ, घाँटी हेरेर हड्डी निल्नु। त्यस्तै के हो नि, ठ्याक्कै त मलाई कहाँ भन्न आउँछ। ल है साथीहरू, हाम्रो चाहिँ लसुन उखेलिसक्यो आजको दिन। मेना हेर्नु उषा यसरी काम गर्छ घरमा। लसुनको हालत चाहिँ यस्तो थियो, यहाँ हेर्नु होला। मेना लसुन कति राम्रो छ हेर्नु, यहाँ फलेर लट्रम्मै छ। उषाले खनेको छ देब्रे हातले। ल देब्रे हात भए पनि कमी छैन अरे केहीमा। अनि भन माइली, यति धेरै लसुन फलेकोमा कसलाई बाँड्न चाहन्छौ?
यो साइले मलाई पनि दिन चाहन्छौ? यस दिइहाल्छु नि म चाहिँ लान चाहदिनँ होला हौ यति लसुन लगेर। ओहो लुबो यति मात्र दिन्छु नि त। ओहो लुबो म त लान चाहन्नौ। टेक भन्छ। किन छुटाउनु नछुटाउन उयो गर्नुपर्छ। एक दिन पकाएर भुजुरी खानुपर्छ। ल हामीले चाहिँ उखेलिसकेको अवस्था। म चाहिँ यो उषाको हातमा लुगामा हात पस्नु पर्यो भनेर सोचिरहेको छु क्या। फाइनली लसुन उखालेर सकियो है साथीहरु। फाइनली सक्यो। ए पातला राख न अनि हैन हौ सुकाएर सुकेपछि केलाउनु परेन नै। फाइनली सक्यो यति नै हो। सधैँ कति फल्थ्यो कत्रो हुन्थ्यो नि पहिले त। अहिले त के भयो यस्तो? मान्छेको नजर लाग्यो के हो मेरो लसुनमा। नजर लाग गया। सक्यो बाई। ओइ यहाँ रहेछ त उयो नखाने यो सजीवन उतोबटमा पनि रहेछ। एक साग रहेछ नकाट्नु। एक सागको लागि त किन काट्नु अर्को साल झन् धेरै फल्छ। नकाट्नु वाचिप्पा। ओ त्यहाँ छ वाचिप्पा। वाचिपा यो भन्दा ठुलो छ त उता काटिदिउँ न त एउटा। नखाने हौ छ्या मैले त्यसै पो भनेको त। सुली लागोस् पछाडि। छ्या यो उषाले चाहिँ यहाँ पनि यसरी रोपेको छ। कति लाउने भेनाला अन्त आधी भने पुरै लगाएको भयो। फाल्दिउँ है। उखेल्देऊ त्यताको यताको त उता। अब त यिनीहरूलाई होइन यिनीहरूलाई त यतै ढल्काउनु पर्छ क्या। यता यो खुर्सानीहरू टमाटरहरू कति राम्रो भएको हौ। यिनीहरूलाई चाहिँ नि है सानैबाट अहिले नै यिनीहरूलाई चाहिँ यता लगाइदिनुपर्छ। ए फुल्नु त थालेछ यता ठुलो खालको रहेछ कि गएर। धनियाँ पनि कुटामा बसेको भए त खाने बेला हुन्थ्यो त। धनियाँ सोप सबै हानेको थिएँ मैले यहाँ। अब सकिहाल्यो नि अब उता बार लिएर यहाँ राखिदिनु पर्ने। ए मैले चाहिँ झार्दा फाले उसले पनि फालिदिनु पर्छ यहाँ राख्ने भने होइन। नै मर्दैन अब जाइहाल्छ पानी। तर सुगामेरोमा चाहिँ भन्डीपुर मसिनो सुगा मेरो चाहिँ के भएर बढेको गर्छ। तिमी अनि काट्न जान्दैनौ अनि कसरी काट्छु मैले काटिदिइहाल्छु। धनियाँ यत्रो भइसकेको छ अब खाने बेला ढाड्ने बेलामा त नबस्छ उता जा तेरो दुख्छ क्या जिउ उता जान। अघि चाहिँ गरकिपर भन अनि कहाँ भने हौ मैले गरकिपर मैले गरकिपर भनेको छुइनँ है। तेरिका कस्तो हाम्रो यी खुर्सानीको बिरुवा हेर्न यस्तो भएको खालि के भरे सबै कोब्रे लाग्यो यो खुर्सानी। एकचोटि धारा जोड्दै त मलाई उता गएर। चाहिँ म पानी लाउँछु अनि सक्यो यस्तो हालत। मेरो कुखुरा हो मेरो कुखुरा मलाई हेर्दैछ। आइज मेरो लसुनहरू पक्का पार्ने हो। लसुन यति छ। लसुन माग्ने केटी चाहिँ ऊ यहाँ छ। पर्दैन माफै गर्छु धेरै भए पो गर। धानको बिटा पारे को हो? 20 रुपियाँ के को 20 रुपियाँ? 20 रुपियाँ छ भने हो छैन त। सक्यो अब यति हो। हालेर पनि सक्यो कुका पारेर पनि सक्यो। अब राख्ने काम मात्र बाँकी।
सक्यो कति भयो यत्रो यत्रो छ है सानो 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 बारीमा लसुन फलेको छ यत्रो यत्रो छ लसुन मेरो त यत्रो यत्रो छ लसुन साथीहरू कत्रो कत्रो भयो तपाईहरुको लसुन हेर्दिनु है मेरो त यत्रो यत्रो भएको छ बाई